नमस्ते आज हामी गोखाडातिर छौँ होइन त एकछिन फुटाइसक्नु एउटा ल्याएर तिनीहरू फुटाउँदैछ तिमी चाहिँ हेल्मेट खोला यार कति हेल्मेट लाउनु यस्तो बाइक चाहिँ केटा हो अरे केटा हो दिदी खाँदैछ यहाँ एउटा केटा हो खाऊ खाऊ दिदी चाहिँ बेला खाऊ खाऊ न खाऊ उसलाई नि देऊ नरुटाउँदै रहेछ छँदै चिसो चिसो ठाउँ रहेछ ठिक ठिकै रहेछ लास्टै त होइन ठिक ठिकै धेरै चिसो नि होइन धेरै तातो नि होइन एकछिन फेरि कहाँ जानु कहाँ माथि टावरमा बाइक जाने तिनजना नजाने हिँड्दै त नजाने जाँदैन कस्तो अब के हाम्रो हिँड्दैन अहिले त यति हेर्न आयो पृथ्वी पृथ्वी बोकेर हेर्न आएको हेरियो अब मेलम्ची म चाहिँ मेलम्चीको बाटो छ नि तिमीहरू दुईजना हिँड्दै आउनु हुन्छ भ्याइदिउँ एकछिन भ्याइदिउँ सकेछ है दुई घुरो राखेँ भर्खरै लाउ न यता तलतिर जाउँ गोखाडा भन्ने ठाउँ यस्तै रहेछ है खस्तै उ चाहिँ लागेन मलाई चाहिँ यस्तो इन्ट्रेस्टिङ चाहिँ लागेन मान्छेहरू घुम्न आउँदो रहेछन् म चाहिँ अनि अहिलेसम्म आइपुगेन थिएन अनि कस्तो चाहिँ रहेछ त गोखाडा भनेर आएको है होइन खासै उ चाहिँ लागेन म चाहिँ 12:46 मिनट भयो अनि कतिखेर 11:30 हिँड्थ्यौँ होला 12:40 भइसकेको छ झन्डा यो हावा लाग्दाखेरि चाहिँ अलिकति के कस्तो देखिँदैछ त खासै उता रहन्छ गोखाडा यो रमाइलो भएन लास्टै बिजोग चाहिँ भयो अरू भने त्यस्तै बाइक बिग्रियो क्या मेरो आज यो के बिग्रियो बाइकको आज खै कुरै नगरौँ मान्छेहरू त टन्नै खाने टन्नै एउटा एकजना बसमा पिकनिक गर्नु आएर चाहिँ मान्छेहरू खासै ठिक लागेन मलाई चाहिँ ठिकै ठाउँ त ठिकै हो ठाउँ त ठिकै छ अब मेरो बाइक छिटाउनु त केटाहरू दौडिसकेँ यो चाबी चाहिँ मसँग यहीँ छ नभएर त उस्याउने आउनु गर एकछिन त बसाउनु आउनु एकछिन दुई चारवटा फोटोसोटो खिचौँ न यहाँ आइसकेपछि यार फोटो खिच्न त आएको यहाँ कहाँ भने म चाहिँ यता नगरकोटदेखिबाट आयो यसो ठाउँ घुमाउहरू भनेर मोटोमाको बाइक नमगाएर केटा हो यत्रो पृथ्वीकरणले कसरी बोक्यो होला यो ओखो यहाँ नगर न बिरल नगर यहाँ आऊ के यार म त ह्यान्डल लक गरेर राखिदिन्छु अरे म त अहिले नगर न त्यो यता नलगे त्यो हुन्छ बाइक यहाँ फर्काउन गर्न नसक्ने मान्छेहरू यार के भन्नु म त्यही भान्जाहरूलाई यार पिटाउँ भने माया लाग्ने नकुटाउँ भने यार हर्कत देखाइहाल्छन् केटाहरू नफर्काऊ कि त्यो भाँचिन लाग्यो स्ट्यान्ड यार त्यो नफर्काऊ छोड म ह्यान्डलले लक गरेर राखिदिन्छु तिमीहरूलाई के गरे यार ल गर अब नगरै नि त्यो भाँचिन लाग्यो कि मेरो सिङ्गल स्ट्यान्ड यार बाइक हाल्दा यस्तो खराब भइसक्यो यार यस्तो भइरहेको बाइक ठुलो किन्नु गरेर मेरो टाउको भित्रै छिरेन तिमीलाई लाउनलाई किने होइन मैले होइन उसलाई लाउनलाई किने जस्तो कुरा गर्छु फेरि यार यस्तै छ है जाडो भयो कहाँ जाने माथि त नजाने त्यो त्यसमा ट्राभल के खर त्यहाँ के होइन एउटा झर्ना रहेछ त्यहाँ चढ्न पाएन नजाने जाडो भयो मलाई त जाडो भयो तिमी त्यो त बोलाइदियो नि त एकचोटि यति उसलाई जुठाउनु पर्थ्यो नि थ्याट यार जुठो भयो त्यो त अब उसलाई के होइन के जुठो खुवाउने अब उता केटीहरूलाई उसलाई चुमादारी गर्नु नि क्या चुमा गरेको भाइलाई त्यो त यस्तो यस्तो नगर जे पाइँदैन भन मैले चाहिँ यतिको जिस्क्यायो होइन मैले पनि जिस्क्याएँ नि दाइसँग बाइक चाहिँ कसरी लास्टै भइसक्यो कि हेर बाइकको आवाज भाइजरहरूले यस्तो डाँडा केको अझै राम्रो लागेको ठाउँ अरूलाई राम्रो लाग्छ होला त्यो आफ्नो कुरा हो आफ्नो विचार हो होइन अरू नराम्रो लागेको कुरा नराम्रै भन्नुपर्छ मलाई चाहिँ राम्रो लागेन गोखाडा ठाउँ त ठिकै नै लाग्यो होइन यो आउने यहाँतिरको बाटोहरू के यहाँनिर स्थानीयहरूले चाहिँ अलिकति हेर्नै पर्ने एकदम दयनीय अवस्था रहेछ यहाँतिरको बाटोको चाहिँ कस्तो भने यस्तो बित्ला बाटो त बाइकले हिँड्नु नि मन नलाग्ने बाटो रहेछ अनि कसरी आउँछ त मान्छेहरू एकचोटि आएपछि
अन्त बारम्बार आइरहन मन लाग्ने खालको होस् कि ठाउँ ठाउँ त ठिकै छ होइन तर यहाँतिर कोही टोयलेटहरू भयो यस्तो बिजोग छ के हो कोहीको ढोकासोका छैन कोहीको त्यत्तिकै ढोका हाते भित्र छिराए भित्र छिराएको देख्नु त्यो ढोकै नलगाइकन अनि त्यहाँ गएर फोहोर त्यत्तिकै गएर छोडिदिएको त्यस्तै अनि के हो त नि यसो नि हुन्छ त यार ल यस्तै हो कुखुरालाई आजको हामी चाहिँ कति आज कति 24 गते थियो 24 गते होइन 24 गते हामी आएछौँ है आएको छौँ यहाँ घुम्यो घुम्ने जग्गा पनि पुग्यो लगभग डर पनि पुग्यो भन्नु भन्दा हुन्छ कहाँ हिमालय देखियो भने हिउँ धेरै परेर यहाँको हिमालय नदेखिने भएर छ ल ऊ त्यतातिर तर बिहान अलिक खतरा यो मौसम खुल्यो भने चाहिँ हिमाल चाहिँ दामी देखिन्छ फेरि त्यहाँ चाहिँ हिमाल चाहिँ देखिन्छ ल अब अहिलेको लागि यति नै हो 5 मिनटको भ्लग भइसकेको छ सबैजना हेरिदिनु होला अरू ठाउँमा गएर फेरि म भिडियो हाल्छु कालिम्पोङ जानेछु केही दिन पछाडि अनि हेरौँ के हुन्छ कालिम्पोङ गइयो भने त्यहाँको नि भ्लग आउँछ ल हेर्दै गर्नु होला होइन अब अहिलेको लागि चाहिँ यति नै भन्दै म एउटा जानु पऱ्यो हुन्छ ल जहिले बाई